बस्नु त भएन सन्चो भएपछि त अहिले विदेशको ठाउँ जस्तो पो ल्याउनु भएको हो लन्डनमा Hello everyone, welcome back to my channel. This is me Vandana. आज चाहिँ म धेरै लङ टाइम पछि धेरै लङ टाइम पछि भ्लग गर्दैछु. सो आज चाहिँ हामीहरू कहाँ जान लागेको भन्ने पनि मलाई थाहा छैन. अनि यतिकै सरप्राइजै त्यो ठाउँमा लग्छु अरे. आज चाहिँ मेरो धेरै पछि बिदा भएको नि त, त्यही भएर चाहिँ हामी घुम्न जानु लागेको छौँ. उहाँ र म मात्रै. अनि बिरामी भएर पनि अहिले निको भएको छु नि त, त्यही भएर अनि घुम्न गइहालौँ भनेर बस्नु त भएन सन्चो भएपछि त घुम्न गइहालौँ भनेर हामी चाहिँ जान लागेको छौँ. कुन ठाउँ हो र जाने? वहीँ गएपछि यो चाहिँ सेक्रेट हो अरे, थाहा छैन. अनि ल अनि हामी चाहिँ अहिले यहाँनिर तर नागासाकीको हाइवे भन्ने चाहिँ थाहा छ मलाई. अनि यहाँनिर चाहिँ हामी एकछिन विश्राम गरेर जान लाग्यो. अनि मैले चाहिँ यहीँबाट म चाहिँ होइन यसरी हुँदैन, म चाहिँ भ्लग स्टार्ट गर्छु आज भनेर चाहिँ स्टार्ट गर्दैछु. अनि त्यसपछि लोकेसन त हेर्नु भएको छ कि उहाँ हेर्नलाई चाहिँ, तर मलाई लोकेसन पनि अलि खान्जीमा चाहिँ सबै मलाई थाहा छैन कुन ठाउँ हो. सिट बेल्ट लगाएँ. ल अब हाम्रो जस्तै 25 मिनेट छ. अब 25 मिनट लाग्छ अझै. 30 किलोमिटर 30 किलोमिटर जति छ अरे अझै. अनि दृश्य चाहिँ यस्तो छ. विथ द स्पिड के अरे 100 को स्पिडमा लाग्यौँ हामी. 100 को स्पिडमा लाग्यौँ है हामी रे. लु अब बिचमा के हुन्छ म देखाउँछु. बल्ल यो बाटो यस्तो बाटो आयो है. अघिसम्म हामी चाहिँ सिधै अनि जङ्गल यस्तो मात्र आइरहेको थियो कि अहिले चाहिँ बल्ल अलिकति सहरहरू. अनि यो हेर्नु न सन कस्तो राम्रो देखिएको छ कि क्लाइमेट पुरै. बनाइदिनुहुन्छ तपाईँले? आज मैले बनाइदिएको नि त रे. चाहिँ अलि टाढै जाँदैछौँ भनेर हाइवे चढेर आएको नि त, नत्र त तल अर्को बाटो आएको भए त फेरि कति हो 1 घन्टा डिफ्रेन्ट. 3 घन्टा जति लाग्थ्यो होला. हामी कति भयो घरबाट हिँडेको? 1:10 निस्क्यो होला. 1:10 है. 1 घन्टा त भयो. 2:18 भयो अहिले चाहिँ. हजुर तर त्यहाँ त धेरै बेर बसेन नि त. यो जति पनि हिँडिरहेको छु यस्तै नै छ क्या यो बाटो. यस्तै नै छ क्या जङ्गलको बिचमा हिँडेको छ. त्यही भएर मैले केही पनि देखाउनु पनि पाइरहेको छैन. यतिकै यही भ्यूहरू मात्रै. ल हेर्नु कस्तो राम्रो छ भ्यू है. यस अरे अझै यस. यहाँ कुकुर पनि छ टिङलिङ. ए टिङलिङ. अहिले चाहिँ हामी मेरो मोबाइलबाट गीत बजाइरहेको थियौँ नि त. अहिले गीत स्टप गरेर अनि मोबाइलबाट फेरि भ्लग गरेको. अब हामी चाहिँ गीत सुनेर कन्टिन्यू गर्छौँ. अहिलेको पालि के यो फुल छ नि कस्तो मजाले फुलेको है. सानो झ्याल खोल्नु पाइँदैन है. त्यही त हाइवेमा त अब झ्याल खोल्दा त्यसरी स्पिडमा हुन्छ नि त. यहाँनिर 4:4 भएको रहेछ क्या. यहाँबाट देखाउँछु भनेको. ओ यस्तो फुलहरू के सबतिर छ. अब चाहिँ अलि ध्यान दिएर हेर्नु. अलिक कन्फ्युज छ बाटो भन्दै हुनुहुन्छ र. हजुर 1 किलोमिटर कुद्दाखेरि 1 मिनट लाग्ने टाइपको स्पिड है. 1 किलोमिटरलाई 1 मिनट. अहिले चाहिँ उयो डाँडातिर पनि हिउँ थियो. ए साँच्ची आज त हिउँ परेको थियो नि त. अलिअलि फुर हिउँ थियो. अनि हामी चाहिँ नजाने भनेको थियौँ कि हिउँ परेको हुनाले. अनि यतिकै जाम ल भनेर अनि हिँडेको त कस्तो मजाले. घाम पनि लाग्यो, वेदर पनि खुल्यो. अनि राम्रो भयो. हिउँ परेको भए त अलिकति गाह्रै हुन्थ्यो नि त चलाएर जाँदाखेरि पनि. तर तपाईँ त जान्छु भन्नुभएको थियो है. म त हिउँ परेर नि जाने हो भनिरहनु भएको थियो. मलाई हिउँमा पनि चलाउनु
भनेको यो हासामी आरी तारी के हो कहाँ लेखिदिए ए थाहा छ त मलाई आइसक्यो अब अनि सोध्नु पर्छ नि त अनि राम्रोसँग लु है हामी आयो रे आरिता प्रोस्लिन पार्क रे प्रोक्लिन पार्क के हो मैले प्रोनाउन्सिएसन राम्रो गरेँ कि गरेन 1.9 किलोमिटर 1.9 हामी चाहिँ आरिता भन्ने ठाउँमा रहेछ कि यता चाहिँ हासामी रे यता चाहिँ आरिता रे खै कहाँ हो कि कुन ठाउँमा हो कि थाहा छैन तर आरिता भन्ने ठाउँको नाम चाहिँ आरिता रहेछ फेरि त्यस्तै छ क्या यो पनि ट्रोन राइट ए तपाईँले विदेशको ठाउँ जस्तो पो ल्याउनु भएको हो ए त्यसको नाम यो हो मतलब विदेशमा त के अरे युरोपहरूमा जस्तै छ नि त्यही हो ए र त म भन्छु त मुस्लिमको जस्तै छ मस्जिद जस्तै यो त मलाई कहिलेदेखि जानु मन थियो यो ठाउँ त उहाँहरूको फोटो देखेरै मलाई जानु मन भएको के खासै त्यस्तो त केही छैन खासै त्यस्तो नभए नि मलाई जानु मन भयो घुम्ने ठाउँ त्यस्तै त हो नि खासै केही त हुँदैन नि त्यही घुम्ने फोटो खिच्ने रमाइलो गर्ने त्यही त हो नि ल हिउँ परेको भए झन् विदेशमा आइन्थ्यो है विदेशमा आइन्थ्यो अरे युरोपतिर आज ओहो फेरि डेन्जर हावा लाग्दो रहेछ बाहिर त खासमा यो के हो यो चाहिँ पहिला जमानामा ब्रिटिसहरूले अब अमेरिकाको फुल हुन्छ नि ल्याएर बनाइदिएको ए हो यो बाहिर मान्छेले नि बनाएको त्यही भएर बाहिरकै स्ट्रक्चर छ रहेछ कि त्यही त तर एक्सपेक्टेसन भर्सेस रियालिटी छ त जापान सबै त्यही त हो नि तपाईँहरू फोटो खिच्दा त कस्तो हरियो कति राम्रो थियो हुन त कलर पनि गयो होला अहिले त कलर खुइलिसक्यो होला नि त ल अब हामी ओर्लिन्छौँ त्यसपछि हेर्छौँ है त अनि यो कि फुरुरु त अझै भइरहेको रहेछ त फुरुरु त लगाउनु ज्याकेट कुन चाहिँ ज्याकेट तर ज्याकेट लगाउनु अछु लु हामी आइपुग्यौँ यहाँनिर सानो आरिता प्रोस्लिन पार्क हो नि त यो आरिता प्रोस्लिन पार्क हो नि त अनि के हो थाहा छ आरिता प्रोस्लिन पार्क भनेको खासै मलाई पनि थाहा छैन म भन्छु तपाईँलाई आरिता भनेको ठाउँको नाम होइन प्रोस्लिन भनेको चाहिँ चाइनाको भाँडा बनाउने हुन्छ नि चाइनाको भाँडा बनाउने चाइनिज भाँडा बनाउने प्रक्रिया हो त्यस्तो अरे अनि जे होस् यहाँनिर चाहिँ भाँडाहरू छ अरे के चाइनाको कसले भन्यो चाइनाको माटोबाट बनाउने भाँडा हो अरे क्या प्रोस्लिन भनेको चाहिँ त्यही नै हो यहाँको पनि तर यो यसको महत्त्व यस्तो बिल्डिङहरू चाहिँ किन बनायो त्यो चाहिँ थाहा छैन फेरि काम नभएर अरे एकजना के अरे देश बनाउनु लागिहाल्थ्यो नि कहिले कसको समर्थक भन्ने कहिले कसको समर्थक भन्ने अब मान्छेले देश त्यसरी बनाउँछ यहाँ मान्छेले काम गरेर देश बनाउँछ काम गरेर त हो नि यिनीहरू काम गर्न जन्मेको त हो नि देश यसरी पो बनाउने त कहिले ल यो चाहिँ के जस्तो रिङ यो चाहिँ के हो रिङ जस्तो पो छ त ल यो चाहिँ म्युजियम होला आई थिङ्क है यो
म्युजियममा के यति बनाएर राख्यो अनि त्यो म्युजियम हो के अनि यो त पछि उनीहरूले घर छोडेर गयो के होला पहिला पहिला बसेको यहाँ यिनीहरू राजघरमा आउँदाखेरि जापानमा अहिले चाहिँ हामी युकेमा छौँ युकेको लन्डनमा युकेको लन्डनमा लन्डन हाँस्दै जान्छ लन्डनमा बस्ने माया के अरे हाम्रो माया मेरो युके आउने सपना पुरा भयो पुरा भयो यो चाहिँ के अरे चितवनको युके ब्रिज भन्दा यहीँ ठिक छ है बिरामी भएर उठेको छ मेरो भर्खरै युके भन्दै उफ्रिने अनि फेरि बिरामी युके फुरुरु न सो हामी चाहिँ यहाँनिर टिकटक फोटोसोटो खिच्दैछौँ होइन तर यस्तो झगडा भइरहेको छ नि एउटा टिकटक बनाउनको लागि कति र प्रोफेसनली टिकटक बनाउने चाहिँ फेरि हामी फेरि है झन् बनाउनु भयो कति चाहिँ झगडा हुन्थ्यो होला यति बनाउनु भनेको कहिले यो मिलेर भन्नुहुन्छ कहिले त्यो मिलेन भन्नुहुन्छ अनि यस्तो भ्यू चाहिँ यहाँनिर यस्तो छ यस्तो दामी छ मलाई चाहिँ फोटो खिच्नु चाहिँ मन थियो तर अहिले यो घाम पनि यस्तो आएको छ राम्रो आएन सानो यहाँनिर एउटा खिचिदिनु न मेरो तर राम्रै आएन न यो चाहिँ सबै साकुरा हो अरे मलाई तपाईँले साकुरा भन्ने बित्तिकै साकुरा होइन आकुरा भनेर याद आउँछ छिटिङ अब यहाँ पुरै पानी बरस बरस लगने लग रहा है बरस नहीं लग रहा है टॉयलेट लग रहा है टॉयलेट तो किसको लग रहा है टॉयलेट कानतिर लगता है उतातिर छ होला नि ऊ लाली गुराँस हो र होइन हौ लाली गुराँस कहाँ अहिले हुन्छ लाली गुराँस जाडोमा त फल्ने फागुनतिर हुन्छ नि त अहिले होइन बेला भएन भन्न खोजेको क्या यो त कस्तो गोदावरी भाइब्स आयो यो वाला टिरिङ टिरिङ टिङ टिङ यहाँनिर फोटो खिच्नु पाए हुन्थ्यो यहाँबाट हौ उयो यस्तोमा बसेर के यसरी ल यहाँ भिडियो चिसो चिसो हावामा मौसम बित्यो सरर फेरि यस्तो जाडोमा चाहिँ सर्पो टक्क घाम ताप्न आउनुहुन्छ अरे क्या अनि खुट्टा अलिकति अल्छेला है ठन्डा नखिच्दा हुन्छ ल अकिटेरिका कस्तो भइरहेछ त हुन त यहाँ केही छैन है यही बिल्डिङ मात्रै त हो नि घाम लागेको भए चाहिँ राम्रो हुन्थ्यो यही बिल्डिङ मात्रै त हो नि तर मलाई चाहिँ यहाँनिर गर्मीमा चाहिँ होइन लङ ड्रेस लगाएर यसरी आएर खिच्नु भन्थ्यो क्या लङ ड्रेस लगायो त तिमीलाई सानो देखायो यस्तो होइन हौ ड्रेस भनेको यो त कपडा ड्रेस भयो नि ड्रेस भनेको वान पिस जस्तो के त्यस्तोलाई चाहिँ ड्रेस भन्ने हो वान पिस उहिले त लेखिन्थ्यो रे चिठीमा माया तपाईँ कसरी सोच्यो भन्नुभएको रे ए टिमुर हो क्या यो होइन टिम्बर हो होइन टिम्बर सेम टिमुर जस्तो देखेको यो त के हो यो टिमुर जस्तो देखेको छ त हेर्नु त पऱ्यो हेर्नु न यो टिमुर चाहिँ होइन तिम्रो कुरो चाहिँ टिमुर के टुमुर टिमुर के छ म त यो टिमुर हो क्या भन्दै आएर अनि हो भनेको त लास्टमा खिच्नु थाहा भएपछि अझै टुटुङ तपाईँ चाहिँ अब फेरि आत्ता त हात चिसो भइसक्यो मौसम त ठिक कन्सेप्ट सोच्नु भयो त्यो वाला के हो टिकटकमा बनाउने कन्सेप्ट अहिले मेरो कन्सेप्ट भनेर चाहिँ कतिखेर टोइलेट जम भइरहेको हरेक भ्लगमा टोइलेट भन्नुहुन्छ अनि यस्तो चिसोले ल भयो गजब
उला के यो चाहिँ पहिलो हाम्रो पार्लाको दरबार टिक मैले भने भिडियो गर न रे अरे किन भनेको त हौ लाग्यो रे खोल्ने बित्तिकै यो चाहिँ हाम्रो बाको पालाको उस हो उस बिल्डिङ हो के बाले यहाँ पनि बेचेर जे पाइ गफ नहाल्नु न सानो जे पाइ गफ हाल्नु यस्तो पनि टोइलेट हुन्छ ना म जाँदिनँ उता गएर टोइलेट गरौँला यस्तो पनि टोइलेट हुन्छ न बत्ती बोल्छ न के डर लाग्दो न कुवाई त भन्दै थियो उनीहरू पुसाई कुवाई त भन्दै थियो अनि म त के होला र भन्दै भित्र गएँ यस्तो हेरेको अनि ठिकै जस्तो लाग्यो भित्र गएर अँध्यारो नअँध्यारो टोइलेट सुनसानको जस्तो टोइलेट पनि गर्छ यति बेला म त जाँदिनँ आगो बिसा पनि त्यो गरेको के हो यहाँ त चेस पहिला राजाहरू चेस खेल्न आउँदाखेरि चाहिँ यहाँ आउँथ्यो क्या चेस खेल्न आउँथ्यो त्यो सानोतिनो केटाकेटीहरूले खेल्यो नामै त राजा यो चाहिँ अरे घोडा रे हेर न बाउला ल जाऊ केही त हेर्नु त्यही ऊ मात्र रहेछ जानु जानु आउनु ऊ त्यो जानु अब लास्टमा ऊ त्यो के हो त्यो चाहिँ मिस्यो मिसे त्यहाँ पनि प्रायः चाहिँ त्यहाँ चाहिँ चेस छ अरे चेस छ यहाँ चाहिँ राजाहरू चेस खेल्न आउँथे तपाईँलाई भनेर आउँथेँ नि होइन म त काममा हुन्छु भन्दैन काममा हुन्छु रे यो चाहिँ मिसे हो अरे मैले त यो त म्युजियम सोचेको थिएँ कि खासमा यो होला म्युजियम सोचेको थिएँ कि यहाँ होइन फोटो नखिच्ने तपाईँको मेरो त्यहाँ यहाँ कत्रो रक्सी पाउँछ कि रक्सी पाउँछ कि अहिले त्यहाँ रक्सीकै छ ध्यान फेरि कत्रो रक्सी पाउँछ कि कत्रो रक्सी पाउँछ अरे अब छिटो उनीहरूलाई एउटा फोटो खिच्न चाहिँ लाउनुपर्छ तपाईँको र मेरो ल अनि यति एउटा खिचेपछि अनि भयो त्यही पोलमै टाक्छौँ कि के गर्ने हुन्छ अहिलेको जस्तै तपाईँले गर्नु थियो नि त्यही के हो किन मुसु फर्किँदै हाँस्नुहुन्छ ए बाहिर त हिउँ परेछ यहाँ चाहिँ के हो यो के हो ससेस जस्तै यो चाहिँ किन्न मिल्छ यहाँनिर अनि हामीले चाहिँ के किन्यौँ भने बाबाको फेभरेट रौसी बाहिर जानु र बाहिर जानु र कस्तो तातो छ थुक्पा खाने बल सानो प्राइस 5,500 यो चाहिँ यिनीहरू हो क्या सानो चाइनिजको त्यो उबाट गरेको सेरामिकवाला खासमा यस्तै हो कि यति धनी छ कि यतिले पनि कहाँ यस्तो 1,32,000 म 1,50,000 म किन्थेँ 32 भयो भने किन्दैन 2 लाखसम्म भएको भए किन्थेँ भन्नु अनि हेर्न यो पनि 13,200 यो पर भुरुरु होइन फुरुरु फेरि हिउँ पर्यो अनि हामीले चाहिँ के लिएको भने देखाउनु न सानो प्लास्टिक खोलेर के खोल्नु यो चाहिँ हामीले उ ल्याएको उसमा यो चाहिँ खोल्न नमिल्ने हो यो उ ल्याएको उसमा अरे ल अब जान्छौँ हामी सो हामीहरू चाहिँ अब फर्किसक्यौँ अनि त्यसपछि म चाहिँ चस्मा ल्याउँछु लाउन बिर्सिन्छु होइन एकछिन म चस्मा लाएर देखाउँछु एकछिन म चस्मा लाएर देखाउँछु है फोटो खिच्दासम्म त बिर्सियो यो चस्मा लगाइन्छ रे बाबा अब हिरोइन भइन त म यो पनि पावर चस्मा हो अनि स्याउ किन स्याउ ए त्यो वाला त्यही त अब चाहिँ के भयो गुन्डेनी भयो कपाल खोलेर के लाग्छ जस्तो भइरहेको अनि यो हेर्नु न जहिले बिर्सिन्छ कि म यो चस्मा लगाउँछु भन्छु नागासाकी जान्छौ होला नागासाकी नजाने रे अहिले ढलक भएछ कि एकछिन म यही चस्मा लाएर बस्छु अब
यो राख्छु यहाँनिर फोटो खिच्दासम्म त मैले बिर्सेँ आज चाहिँ हामीले पुरै टिकटक सिकटक पनि बनायौँ होइन गाली गरी मतलब हुन्छ नि एकजनाले एउटालाई गाली गर्छ एकजनाले एउटा गाली गर्छ गरी भए पनि बनायौँ टिकटक चाहिँ अनि गाउँको बाटो हो अर्को बाटो हो है हामी अब चाहिँ हामी हाइवे चढ्दैनौँ अब चाहिँ हाइवे के भन्छ हाइवे चढेर चाहिँ हामी चाहिँ अलिक छिटो हुन्छ भनेर आएको थियौँ नि त अनि मजाले घुम्न पाइन्छ भनेर किनभने पहिले सुरु हाइवे नचढी आएको भए त भेट्दैन थियो नि त हामीले राम्रोसँग घुम्न नि पाउँदैन थियो अनि अब चाहिँ सबैतिर गरेर जाने घुम्दै जाने अब चाहिँ हेर्नु न त्यो फोटो खिच्दासम्म चाहिँ छैन क्या चस्मा म त यस्तै हो अरू बेला नि लगेर जान्छु तर कहिले बिर्सिहाल्दो रहेछ त्यो अब त पहाड चस्माको नै भइसक्यो नि त देख्दिनँ नि त फेरि त्यही कारणले गर्दाखेरि पनि अघि यो बाटो अब यो बाटो जाने हो ठिकै छ त लगभग अब हामी 6:45 तिर अहिले फेरि बाटोमा रुक्छौँ नि त ए 6:45 मा उता पुग्छौँ हामी ठाउँमा यहाँबाट 80 किलोमिटर त्यही त 80 किलोमिटर टु एन्ड अप युकी फुरुरु अझै हिउँ पर्दैछ हौ तपाईँलाई यस्तै हिउँ धेरै पर्यो भने अब बाक्लो भएर बाटै ढाकिने भयो भने चाहिँ अलिकति चिप्लेला नि त चिप्लिहाल्छ नि हिउँमा त त्योभन्दा बरु यत्तिकोसम्म चाहिँ फुरफुर पर्छ अनि छोड्छ फेरि फुरफुर पर्छ फेरि छोड्छ यस्तो गरिरहेको छ उही बच्चो फेरि फुरफुर पर्दैछ लु हामी चाहिँ अब मेरो मोबाइलबाट लोकेसन हेर्छौँ त्यसपछि एकछिनतिर होइन तपाईँलाई गाह्रो भयो कि यसरी यहाँ हेर्दै त्यहाँ चलाउँदै गर्न छ ऊ त्यहाँ राख्यो भने सजिलो हुन्छ नि त हेर्न अनि लोकेसन हेर्नुहुन्छ होइन ठिक छ अब मेरो कति उस भइसक्यो के भइसक्यो अहिले बाटो त सिधै छ नि त बाटो त्यस्तो छैन रोड पनि गाउँ जस्तो हो सजिलै छ अलिकति गाडीहरू धेरै हिँड्दै अनि राख्छु 50% जति भयो नि त्यति भइसक्यो ल त्यसो भए एकछिनमा गर्छु त्यसो भए म एकछिन गीत लाउँछ है त ओके छ एचे doesn't stand for म भन्दैछु कम्प्लिटै भएन एचे doesn't stand for it stand for भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइड भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइड नभुल्नु माया मन भारी फुल्यो यो जुनी तिम्रैमा ओ फकाइ बोलान्छु भन्छ हो काफले जानु कि नजानु धान सुक्यो राफले फकाउँछ काफले जानु कि नजानु हेर्नु न कस्तो के नेपालमै पुगेछु जस्तो कि जापान आधी जापान त नेपालै जस्तो छ के त्यही भएर यो गीत याद आइहाल्यो भिर पहिरो त्यही भएर फेरि एचे पनि आइहाल्यो के चाहिँ हामी चाहिँ अहिले हाम्रो खाजा ब्रेक भइरहेको छ स्याउ खायो अनि खाजा पनि लिएर आएको थियौँ तर कहाँ कोम्बिनीमा तताउनु भन्नु त त्यतिको कोम्बिनीमा कहाँ तताउनु दिन्छ मिलेसम्म चाहिँ तताउला भनेर भन्नुहुन्थ्यो हाइवेमा मिल्थ्यो अनि किन नतताएको त अनि त्यसो भयो कहाँ हाइवेमा छिरेकै छैन हामी अनि आएको छिर न आउँदा खाना आएर आएको होइन हामीले ए उठ्तिर नखाने भनेको अब त छिर्दैन त हामी हाइवे नै अनि त्यहाँनिर चाहिँ अब मिलेन के तताउरालाई भर्खर चाहिँ अनि अलिअलि भोक लाग्यो जस्तो त भएको छैन मुखमा के खाम जस्तो भएर अनि
स्याउ खाएर बसेछौँ। तपाईँलाई चाहिँ भोक लाग्यो? मलाई त तर भोक लाग्दैन। माथिको बाटो हो आएको। मलाई थाहा छैन कि जे पनि भन्दै जान्छ हो, तर हो यस्तै थियो दाउराहरू हो जानु। सो हामी चाहिँ अहिले कुरुमे आइपुगिसक्यौँ। हामी आउँदै थियौँ होइन, जङ्गलमा यो जहिले आउँथ्यौँ कि हामी यहाँनिर, अनि कहिले बत्ती बल्दैन थियो क्या। अनि हामीले टाढाबाट बत्ती बलेको देख्यौँ, अनि होइन आज चाहिँ जानै पर्छ बत्ती बलेको भनेर हामी चाहिँ आइपुगिसक्यौँ यहाँ। यही लाइटहरू हेर्न आएको। कहिलेदेखि हामी कुरेर बसेको थियो क्या यो लाइट हेर्नुलाई। बत्ती मात्र पो बल्दैन र। अलिकति यस्तो बसेर अनि गइहालौँ ल सानो। सो हामी चाहिँ यहीँनिरबाट मेरो भ्लग एन्ड गर्न चाहन्छु। इफ यु गाइज लाइक माई भिडियो प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब। जाडो भइरहेको छ, मान्छेहरू पनि धेरै छ, त्यही भएर बिस्तारै बोलाएको छु। अनि यहीँबाटै म मेरो भ्लग एन्ड गर्छु। अन्टिल देन बाई बाई।